हेलो एभ्रिवान, हेर्नु त कति राम्रो दिन आज त घर बस्ने त दिनै थिएन कि। अनि हामी चाहिँ अब आज ल नि त बिदाको दिन के गर्ने त भनेको, ल जम्मा आज पहाड चढ्ने। यहाँ त पहाडै चढ्ने हो, यो हामी बस्ने ठाउँ त अरू कुरा त छैन होइन। अन्त लाग्यौँ पहाड चढ्नको लागि। म चाहिँ आजभन्दा 5 वर्ष अगाडि यो ठाउँमा गएको थिएँ। म बाबु 5 वर्ष अगाडि, त्यो पछाडि चाहिँ अनि नवीन चाहिँ गानु भएको थिएन कि। ल जाउँ भनेर लाग्यो। आज चाहिँ दिन पनि एकदम राम्रो थियो, 20 डिग्री भएको थियो आज। अनि त्यो पछाडि चाहिँ हामी चाहिँ लाग्यौँ सरर लागेर। बाटो चाहिँ सानो सानो 1 वे जस्तो, तर 2 वे रहेछ कि यो बाटोहरू चाहिँ। त्यहाँबाट हामी चाहिँ बिस्तारी तलतिर ओह्रालो झर्दै अनि लगेर ल हेर्नु कति राम्रो भिस्ता। हामी चाहिँ पुगेर गाडी पार्क गरेर लाग्यौँ उकालो। म चाहिँ भिडियो फोटोहरू खिच्दै हिँडेँ। धेरै मोबाइलमा चार्ज त थिएन, तर त्यही नै मेमोरी हुन्छ भनेर अगाडि लाग्यौँ। राम्रा थिए ढुङ्गाहरू पनि, साह्रै राम्रा। बिचमा लाग्यौँ, त्यहाँबाट उकालो ओह्रालो गरेर घोडाहरू पनि थिए। ल आइपुग्यो हामी पुगेको ठाउँ। धेरै टाढा चाहिँ होइन, यो चाहिँ धेरै उकालो पनि थिएन, ठिक्क वाकिङको लागि चाहिँ पर्फेक्ट थियो डिस्टेन्स चाहिँ। वाकिङ डिस्टेन्स त्यति धेरै गाह्रो चाहिँ नै। सानो बच्चाहरू पनि लिएर गएका थिए मान्छेहरूले। हामी चाहिँ अब यहाँबाट तलतिरै गएर हेर्ने भनेर लाग्यौँ। त्यहाँनिर चाहिँ यस्तो लाओसको जस्तो के, कस्तो दामी के यहाँबाट हेर्दाखेरि चाहिँ, जति आए पनि नपुग्ने ठाउँ जस्तो कि। अनि पालो टर्न बाई टर्न फोटो भिडियोहरू गऱ्यौँ। ल हेर्नु कति राम्रो, म सँगसँगै हेर्नु ल, जति हेरे पनि नपुग्ने। ल हेर्नु त कति दामी देखेको। यो चाहिँ प्रकृतिको एउटा के भन्छ, अब सोच्नै नसक्ने जस्तो कि होइन। कसरी हुनसक्छ त्यस्तो भना जस्तो लाग्ने के, त्यो गएर हेरे पछाडि चाहिँ। नेचुरलमा कति के कसरी भएको होला त्यो भना जस्तो हुँदो रहेछ। बाबुलाई चाहिँ, हाम्रो बाबुले मलाई त्यही सोधिरहेको थियो होइन, कसरी भयो यो भनेर सोध्दै थियो बाटैभरि। ऊ त सरप्राइज भएको थियो, पहिला नि सरप्राइज भएको थियो। त्यहाँबाट चाहिँ हामी फेरि अर्को मन्दिर गयौँ। त्यहाँबाट चाहिँ 861 मिटर माथि टाढा यहाँनिर चाहिँ ल हेर्नु। यहाँबाट चाहिँ यो उर्कुलु भन्ने पान्तानो देखिँदो रहेछ। त्यहाँबाट चाहिँ बिचमा सर्टकट गरेर चाहिँ बिचमा 1 घन्टाको वाकिङ गरेर हामी चाहिँ यहाँ पुगेको है। फेरि यत्तिकै होइन, फेरि यहाँबाट चाहिँ यो पनि साह्रै राम्रो। त्यहाँ गएपछि चाहिँ यहाँ चाहिँ जानै पर्ने रहेछ। त्यहाँबाट लगभग हामीलाई 1.5 आवर लाग्यो कि सायद। त्यहाँबाट चाहिँ हामी चाहिँ ल हेर्नु यही हो पान्तानो भनेको चाहिँ, त्यो उर्कुलु आराचाबालेताको। अनि यो माथि भिस्ताहरू एकदमै राम्रो थियो। यो चाहिँ के भन्नु, कस्तो दिन पनि त्यस्तै राम्रो, यो हेर्न पनि त्यस्तै राम्रो। हावा चाहिँ चलेको थियो, तर यस्तो धेरै चाहिँ नै घाम लागेको थियो। मजाको दिन थियो आज वाकिङको लागि चाहिँ, पर्फेक्ट थियो क्या यो। यहाँनिर चाहिँ होइन बनचरो जस्तो त्यो रहेछ क्या त्यहाँनिर चाहिँ फेरि। अनि त्यताबाट हेरिवरि बिचमा टिकटकहरू गर्दै हेर्नु कस्तो दामी नेचुरल रिफ्रेसिङ। मान्छेहरू टन्नै भेटेको थियौँ बाटामा। अनि चाहिँ टिकटक पनि आउँछ अहिले पक्नु, मैले टिकटक पनि एड गरेको छु यहाँनिर। बिचमा चाहिँ हामी चाहिँ भिडियोहरू ग्राबर गर्दै यसरी चाहिँ आजको दिन चाहिँ सकियो हाम्रो। 3-4 हामी चाहिँ लगभग 4 आवर्स लाग्यो त्यतितिर बसेर यसो पिन्चो खाएर घर आउँदाखेरि चाहिँ यति टाइम चाहिँ लाग्यो बिचमा। थ्याङ्क यू फर वाचिङ। ल मेरो टिकटक पनि आयो। थ्याङ्क यू सो मच एभ्रिवान, थ्याङ्क यू फर वाचिङ। यहाँ गएपछि यहाँ चाहिँ मैले फोटो भिडियोहरू पनि एड गरेको थोरै हल्का लास्टमा चाहिँ। सबै त्यहाँनिर खिचेको ग्रुपमा सेल्फी फ्यामिली राम्रो थियो। त्यस्तो धेरै चाहिँ भन, अरू मान्छेहरू कोही तल कोही माथि भएको, कसैलाई खिचिदिनु भन्दा पनि नमिलेको। आफ्नो फोटो आफै खिच्यौँ हामी त्यहाँबाट, कसलाई भन्नु। यहाँ फोटो भिडियो खिचेर अनि हामी चाहिँ उता मासतिर लाग्यौँ। त्यहाँको पनि फोटो भिडियोहरू एड गरेँ लास्टमा चाहिँ फेरि डबल। ल यो पान्तानो फोटोमा झन् राम्रो देखिएको रहेछ। यहाँबाट दामी देखिएको यहाँ। यसरी चाहिँ आजको हाम्रो डे अफ चाहिँ सकियो भन्नु पर्यो।
ल पोज पनि आयो। थ्याङ्क यू फर वाचिङ एभ्रिवान।